हेलो गाइस, गुड इभिनिङ। कस्तो हुनुहुन्छ तपाईहरु? आराम कुशल हुनुहुन्छ होला? म पनि एकदम आराम छु हैन। आज चाहिँ म यहाँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा आएको थिएँ। अनि यहाँ चाहिँ म किन आएको भन्दाखेरि सो कुन ट्रेन हो? डोमेस्टिकको माथि जाँदा हुन्छ। सिधै जाने सिधै डोमेस्टिकमै जाने, त्यहाँनिर सोध्नु नि। अनि ठ्याक्क म यहाँ आएको भेना बाहिर जानु थियो र भेनालाई बाहिर जानुलाई कुराउन आएको, ट्याक्सीमा आएको थिएँ। अनि आज चाहिँ पानी परिराखेको छ। अनि म चाहिँ आज बाइकले होइन, बाइक नलिएकोले गर्दाखेरि पानी पनि परिरहेको थियो। अब एक्लै ट्याक्सीमा के जानु होइन, महँगो तिरेर। अनि त्यही भएर इनड्राइभ गर्नुको लागि बाइक इनड्राइभ गरेँ, पठाउ गरेँ। कुनैमा पनि रिक्वेस्ट एक्सेप्ट गरेन, किनकि फेयरै थियो प्राइसहरू चाहिँ, मैले घटाएन पनि। तर कसैले पनि एक्सेप्ट गरेन के, किनकि पानी आएकोले एउटा कुरा होला, तर पनि मान्छे चाहिँ टन्नै छ, धेरै छ के। अनि यहाँदेखि मैले करुणा हस्पिटल जानलाई 300 सम्म पनि हाने, तर आएन क्या बाइकहरू। सो अनि अब इनड्राइभ गर्नेहरू साथीहरूले चाहिँ के भन्नु चाहन्छु भने होइन, अब पैसाकै लागि मात्रै गर्ने हो भने चाहिँ अरू कुरा हो। र सेवासँगै पैसा पनि कमाउने उद्देश्य भने चाहिँ सेवा पनि दिनुपर्छ र तपाईँहरूले सेवा पनि दिनुपर्छ क्या। काम गरिसकेपछि पैसै मात्र सबैभन्दा ठुलो कुरा होइन। र पैसा घटाएर गरेको पनि होइन, यस्तो गाह्रो भएको बेला हो गर्नुपर्ने होइन, सेवा सुविधा दिनुपर्ने। पैसाकै लागि मात्रै गर्ने भए त तिमीहरू अब मुटु कलेजो बेचे भइहाल्यो नि होइन। मैले पनि पहिला गर्थेँ इनड्राइभहरू, तर यस्तो कहिल्यै गरेन कि। अब मान्छे अब यो इन्टरनेसनल एयरपोर्टदेखि जाने मान्छे कोही पनि छैन। मैले 300 सम्म हानेको थिएँ। फेयर त्यहाँको उठ्ने भनेको चाहिँ लगभग 180-75 हो त्यहाँसम्मको। त्यति हान्दाखेरि पनि नआएपछि चाहिँ म अब तलबाट गाडी चढेर जान्छु होइन। गाडी पनि चढौँ भने कति वर्ष पछाडि अब गाडी चढेको छैन। अब ट्याक्सीमा त के जाने एक्लै, अब 700-800 हुन्छ। त्यो पनि मैले ट्याक्सीमा ट्राई गरेँ, ट्याक्सीमा पनि आएन होइन। ट्याक्सीहरू पनि अब सबै पैसा कमाउनुकै लागि रहेछ। यो चाहिँ हाम्रो त्रिभुवन इन्टरनेसनल एयरपोर्ट। सो गाइजहरू, तपाईँहरू पनि यदि कसै पठाउ इनड्राइभ गर्ने मान्छेहरूले हेर्दै हुनुहुन्छ भने पैसा सबै थोक होइन होइन, र सेवा पनि दिनुपर्छ। अलिकति मानवताको नाताले गर्नुपर्ने हुन्छ होइन। सेवा पनि दिनु होला तपाईँहरू जस्तो मान्छे होइन। कति चाहिँ मान्छेहरू लुट्नै बसेकै हुँदो रहेछ। मैले कति हेर्थेँ टिकटकतिर यसरी लुट्छ यता यस्तो हो भनेर, तर अब त्यस्तो होइन होला भने कति अब इनड्राइभहरूको सपोर्टमा बोलिन्थ्यो, कमेन्टहरू गरिन्थ्यो, तर हो नै रहेछ क्या, पक्का त्यस्तो हुँदो रहेछ क्या। त्यही हो। त्यही पछाडि मैले आज भिडियो बनाउँदैछु होइन। अब ब्लगमा हाल्छु, कसैले भिडियो भने इनड्राइभ गर्नेहरूले रिसै हेर्दा हुन्छ। अब तिमीहरूले गर्ने कति के हो तपाईँ अब होइन, सबै पैसा होइन। अब पैसा अब वरिपरि नै छ इनड्राइभहरू देखाउँछ लोकेसनमा, तर रिक्वेस्ट नगर्ने होइन, रिक्वेस्ट एक्सेप्ट नगर्ने, त्यो कुरै भएन। तर तिमीहरू होइन नपरे अब यस्तो गाह्रो नभएको बेला त 50 रुपियाँ पनि हिँड्छौ नि, तिमीहरूको बानी त थाहा छ। त्यही त हो होइन। र आज तिमीहरूले अब जस्तो भएको बेला 300 सम्म पनि नउठाएर ठग्नु खोजेकै हो होइन। तिमीहरू अब एक किसिमको जति पनि तिमीहरूले त्यस्तो गर्नु खोज्यो, तिमीहरू चाहिँ ठगै हो इनड्राइभहरू। र इनड्राइभको अफिसले पनि यस्तो चाहिँ गर्नुपर्छ। अघि बिहान अर्को कुरा, ट्याक्सीलाई मैले इनड्राइभ बुक गरेको थिएँ, तर आधा घन्टासम्म पनि 500 मिटरको दूरीबाट आउनु सकेन। अनि मैले फोन गरेँ यहाँ आउनु भनेर, लोकेसनमा आउनु भन्दाखेरि आइपुगेन र आफै क्यान्सल हानेछ। अनि फोन गर्दाखेरि उठाएन। त्यो होइन नि, आउनु सक्दिनँ भने लोकेसनमा आउनु सक्दिनँ भन्नु त्यो ठुलो कुरै भएन। अरू गरिन्छ, तर आधा घन्टासम्म कुराएर अनि फोनै नगरी क्यान्सल गर्नु त भएन। त्यो भनेको मान्छेलाई दुःख दिने नियति हो नि त तिमीहरूको त। जति पनि इनड्राइभहरू गर्छौ नि तिमीहरू चोर, अब राम्रो गरिरहेछ, तर तिमीहरू नराम्रो गर्नेहरू चाहिँ चोरहरू हो, खाँदेहरू होइन, खानै नपाउनेहरू हो, तिमीहरू लुटाहरू हो। तिमीहरूको देशको बिग्रेको नेताहरू त तिमीहरूमा कुनै फरक भएन। जति पनि लुटिरहेछौ नि तिमीहरू, तर राम्रो गर्ने त गरिराखेको छ। राम्रो गर्ने मान्छेले होइन, जति पनि राम्रो गरेको छ, सेवा दिएको छ, उनीहरूले भनेको होइन। र जति तिमीहरू लुट्नु खोज्छौ नि इनड्राइभवाला पठाउवालाहरू, तिमीहरू लुटेर यो देशको कलङ्क यो तिमीहरू पनि। नेताहरूभन्दा कुनै घटेको छैन क्या तिमीहरू। अरूलाई गाली के गर्छौ, आफै लुटेर खाइरहेछौ। र सेवा पनि दियो होइन।
सेवा गर्न आइसकेपछि पैसा कमाइसकेपछि फ्रीमा सर्भिस होइन त तिमीहरूले प्राइस घटाएर हानेको होइन त्यस्तो हुन्छ। अब फेयर प्राइजहरूमा त तिमीहरू जानुपर्ने हो नि त, तर तिमीहरू जानु खोज्दैनौ क्या। सबैभन्दा मेन कुरा तिमीहरूको त्यही हो। त्यही भएर यो पठाउ इन्ड्राइभ गर्नेहरू बुझिरहेको, सेवा पनि देऊ होइन, सेवाको भावनाले काम गर, लुट्ने भावनाले होइन।